हेलो सर, नमस्ते सम्पूर्ण मित्रहरू तथा विशेष गरेर मेरा दाजुभाइ भाइ परिवारहरूमा भाना भान्जा चेलीबेटी सम्पूर्णमा मैले चाहिँ हिजो आज चाहिँ 2-3वटा कामहरू थालेको छु। एउटा काम चाहिँ वंशावली चाहिँ वेबसाइटमा राख्ने, साथै वंशावली पुनर्लेखनको लागि नामावलीहरू सङ्कलन गर्ने। यो नामावली सङ्कलन चाहिँ सम्पूर्ण भाइ परिवारको जहाँ हामी संस्थाहरू छ त्यहाँबाट सङ्कलन गरेर सम्बन्धित व्यक्तिहरूलाई बुझाउने गरौँ भन्ने मेरो चाहना हो। अर्को चाहिँ पाइम घर संसार भन्ने एउटा भिडियो क्लिप बनाइरहेको छु। यो घर संसारले चाहिँ सम्पूर्ण पाइम दाजुभाइ चेलीमाइती भाना भान्जा सम्पूर्णलाई चाहिँ परिचय दिन सकोस् भन्नको लागि यो बनाउन सुरु गरिएको हो। त्यसको अलावा हाम्रो पाइम परिवारबाट चाहिँ एउटा स्मारिका लेख्ने भन्ने किसिमको हामीले छलफल गरेका थियौँ। त्यसको लागि पनि मैले टिप्पणीहरू तयारी गरिरहेको छु, धेरै टिप्पणी तयार गरिरहेको छु। त्यसको लागि चाहिँ हामी दाजुभाइहरूको सम्पूर्ण चाहिँ फेरि एकचोटि छलफल बसेर सरसल्लाह गरेर त्यसलाई अगाडि बढाउने योजना छ। त्यस्तै पाइम समाज काठमाडौँको चाहिँ विगतदेखि वर्तमानसम्मको चाहिँ गरेका र उसले के काम गर्यो भन्ने कुरोहरू चाहिँ 2065 देखि हालसम्मको चाहिँ केही भिडियो क्लिप सहित र विभिन्न विवरणहरू चाहिँ म त्यसको लागि पनि म एउटा तयारीमा छु। त्यस्तै पाइम समाज काठमाडौँले चाहिँ धेरैवटा भिजनहरू, धेरैवटा कार्यक्रमहरू अगाडि सारेको थियो। त्यसमा पनि धेरै कार्यक्रमहरू चाहिँ हामीले पुरा गरिरहेछौँ, अहिले पनि गरिरहेछौँ र भविष्यमा पनि गरिने नै छौँ। त्यसको अलावा म पूर्वतिर जाने मेरो योजना हो। सुनसरी मोरङ र तेह्रथुमको मोरहाङ पोख्ताना गएर त्यहाँबाट चाहिँ माथि खम्लाल गएर चाहिँ म आउने मेरो योजना हो। केही दिनमा जान्छु पनि होला। हस् त, धन्यवाद।